डाक्टर इन्जिनियर त आफ्नो छोराछोरीलाई सबैले बनाएकै छन् डाक्टर इन्जिनियर छोराछोरीलाई सबैले बनाएकै छन् त्यो लक्ष्य छ एउटा समाजमा त्यो पनि छ तर सबैले त्यही एकै थरी काम गरेर भएन नि त काहीँ न काहीँ त चाहिएला नि त नयाँ पुस्तामा पनि ऋषि महर्षि चाहिएला विरक्त वेदान्तको ज्ञान भएका भक्तिभाव भएका समाजप्रतिको कर्तव्यको बोध भएका व्यक्तिगत आकाङ्क्षा इच्छा सब तिलाञ्जली दिन सक्ने धर्मको दण्ड बाहेक अरू केही पनि दण्ड स्वीकार नगर्ने खालका त्यस्ता विरक्त व्यक्तिहरू ऋषि महर्षिहरू चाहिएला त्यो बेलामा कहाँबाट खोजेर ल्यायो त्यो पनि कोरियाबाट हुन्डाई खोजेर मोटर खोजेर ल्याएको कहाँबाट हो टेस्ला कार खोजेर किनेर ल्याएको अमेरिका बेलाबाट मगाउने छ त्यो त मिल्दैन त्यो त भौतिक सामग्री मगाउन मिल्ला ऋषि महर्षि त त्यताबाट मगाएर नपुग्ला ऋषि महर्षिकै सन्तानबाट खोज्नु पर्ला त्यो भएर भावी पुस्तामा पनि हामीलाई ऋषिहरू बनिरहन् उपलब्ध रहन् चाहे समाजले आज बुझोस् चाहे नबुझोस् भोलि कुनै बेलामा अप्ठ्यारो परेको बेलामा सोध्न जान सक्ने मार्गदर्शन लिनलाई जान सक्ने समाजले श्रद्धा गर्न लागेको कोही न कोही धिपधिपे बत्ती काहीँ न काहीँ अवश्य नै यो ऋषिहरूको भूमिमा यो देवभूमिमा बल्नुपर्छ भन्ने लक्ष्य राखेर नै गुरुजीहरूले ब्रह्मलिनी सद्गुरुदेवले उहाँभन्दा पूर्ववर्ती आचार्यहरूले यहाँका जो संस्थापक मूल आचार्य हुनुहुन्छ ब्रह्मचर्य मूल आश्रमका संस्थापक जसले 1997 सालमा आजभन्दा